सम्पूर्णमा रात्रिकालीन नमस्कार। केही कुरा मैले आज रातमा पनि भन्न मन लाग्यो। हाम्रो देश नेपालमा विभिन्न किसिमका नेताहरूले गर्दाखेरि हाम्रो देश एकदमै तल खस्कदै गएको छ। देशका लागि हो कि पार्टीका लागि हो कि व्यक्तिका लागि हो कि कुनै स्वार्थका लागि हो कि कुनै पनि नेताहरूको चाहिँ बुझ्न सकिएको छैन। तपाईहरू यदि देशका लागि हो भने निस्वार्थ भावनामा परिणत हुनुहोस्, स्वार्थलाई त्याग्नुहोस्, विभिन्न किसिमको चाहिँ भोटबाजी बन्द गर्नुहोस्। तपाईहरूको शक्ति केका लागि हुन् प्रदर्शन हुने? नेपाली जनताहरूका लागि शक्ति प्रदर्शन हो भने जनतासँगै घर घरमा गएर चाहिँ तपाईलाई के गर्ने मन छ त्यति गर्नुहोस्। जेनजी भनेका नेपाली जनताका गरिबका छोराछोरी हुन्। जेनजीहरूसँगको कुनै पार्टीले चाहिँ लडाइँ लडिरहेको छ त्यो हामीले देखिरहेका छौँ। यस्तो लडाइँ लड्नमा कति विडम्बना हुन्छ। तपाईँ सरकारमा हुनुहुन्थ्यो, नकचेराहरू। तपाईँ हिजोदेखि हामी यस्तो गर्छौँ उस्तो गर्छौँ भन्दै विभिन्न किसिमका चाहिँ जनताको आँखामा चाहिँ छारो हाल्ने कामहरू गरिराख्नु भएको छ। सबै जनताहरूले बुझिसकेको छ। यो कुरा स्पष्ट भयो हुन्छ। तपाईँहरूले अहिले चाहिँ विभिन्न किसिमका चाहिँ झुट्टा आश्वासनहरू दिएर तपाईँ अगाडि बढिरहनु भएको छ। यो तपाईँका लागि सदाका लागि दुर्भाग्य र चाहिँ तपाईँको सदाका लागि चाहिँ हारको स्थिति तपाईँले सिर्जना गरेको महसुस गर्नुपर्ने स्थिति देखिन्छ। तपाईँलाई लाज लाग्नुपर्छ। सरकारमा रहँदाखेरि आफूले गर्ने कार्यहरू के हुन्, हामीले के गर्नुपर्छ, के समस्या समाधानहरू गर्नुपर्छ, कुन किसिमले हामीले अगाडि बढ्नुपर्छ भन्ने हेतुले तपाईँ बढ्न सक्नु भएन। जनताद्वारा तपाईँ विजय भए पनि तपाईँका दिमागहरू, तपाईँका क्रियाकलापहरू, तपाईँका हरकतहरूले गर्दाखेरि तपाईँको हरकतले नै तपाईँका हार बनाएको हो। कसैले तपाईँको हार बनाएको होइन। अहिले चाहिँ तपाईँ छटपटाहटमा चाहिँ आत्तिनु भएको छ। त्यो छटपटाहट गर्नेहरू तपाईँ को हुनुहुन्छ जनताले बुझिसकेका छन्। कति छटपटाइरहनु भएको छ जनताले बुझिसकेका छन्। जनताका छोराछोरीहरूलाई मार्नु भएको छ। जनताका आमाहरूका चाहिँ कोखहरू रित्याउनु भएको छ। श्रीमतीहरूका सिन्दुरहरू पुछाउनु भएको छ। बेसारा आमा बुवाहरू अहिले के गरिरहेका होलान्? तपाईँले चाहिँ निर्मम किसिमले हत्या गर्नुभएको छ। तपाईँ सरकारमा हुनुहुन्थ्यो। जनयुद्धकालमा पनि मान्छेहरूलाई मार्यो भनेर भन्नुभएको छ। तपाईँहरूले जहाँ चाहिँ जनयुद्धकालको कुराहरू नगर्नुहोस्। सरकारमा जनयुद्धमा पनि तपाईँहरूकै कारणले भएको हो। म यो भन्न चाहन्छु, जनयुद्ध पनि नेपाली काङ्ग्रेस र एमालेको कारणले मात्रै भएको हो। राजाहरूलाई फुल सरी चाहिँ मानेर चाहिँ आफ्नो शिरमा राख्ने र त्यसपछि चाहिँ त्यही फुललाई तल परेर राजाको पाउमा दाम चढाएर विभिन्न किसिमका हरकतहरू गरेर नेपाली जनताहरूमाथि, जनयुद्ध लड्ने साथीहरूमाथि, जनयुद्धका चाहिँ होनार युवाहरूलाई ठाउँका ठाउँ राख्ने गोलीका वर्षाहरू गर्ने तपाईँहरूको षड्यन्त्र भइरहेको थियो। त्यो षड्यन्त्रको कारणले जनताहरू मरेको हो। माओवादीले जनयुद्ध गर्दाखेरि जनतालाई मारेको होइन। तपाईँकै हरकतको कारणले चाहिँ जनयुद्ध भएको हो र तपाईँहरूकै हरकतको कारण नेपाली जनताहरू मरेका हुन्। यसरी बुझ्नुहोस्। माओवादीले तब मार्यो भन्नुहोस्, नेपाल कम्युनिस्ट पार्टीले तब मार्यो भन्नुहोस्, नेपाली कम्युनिस्ट पार्टीले तब मार्यो भन्नुहोस् जब सरकारमा माओवादी गएको थियो। त्यस पश्चात कसैको पनि ज्यान गएको छ भने तपाईँहरूले चाहिँ माओवादीले को सरकारले नेपाली जनताहरूलाई निर्मम किसिमको हत्या गरेको भनेर भन्न मिल्छ। होइन भने तपाईँहरूका हिजोका सरकार पनि तपाईँहरूका नै थिए। जति बेला जनताहरू मर्दै थियो, छटपटाइएको थियो, गोलीका वर्षाहरू त्यस बेलाको तत्कालीन शाही सत्ता को नायके राजा ज्ञानेन्द्र भए पनि ज्ञानेन्द्रका कठपुतलीहरू र ज्ञानेन्द्रका दासहरू तपाईँहरू नै भएको थियो र तपाईँहरूले मान्छेका चाहिँ टाउकाका सहित मूल्य तोक्नु भएको थियो। अहिले गएर तपाईँका टाउकाका मूल्य होइन, अहिले तपाईँ टाउकाहरूका चाहिँ कापा भएर चाहिँ एक दिन चाहिँ रोडको गल्लीमा रगतका थोपाहरू तपाईँका देखिनेछन्। नेपाली जनताहरूले बुझेका छन्, बेसरी बुझेका छन्। तपाईँहरूका अहिले र्याली जुलुस गर्नमा तपाईँहरूले कति खर्च गर्नुभएको छ? 77वटै जिल्लाहरूमा
तपाईँले 10औं खरब पैसाहरू लगानी गरेको छ। त्यो 10औं खरब लगानी गर्ने पैसा तपाईँहरूबाट कहाँबाट आयो? विचार गर्नुहोस्। त्यति लाटा छैनन्। अब तपाईँहरूलाई यो अन्तिम तपाईँहरूको अन्तिम चाहिँ धक्का हो, अन्तिम चाहिँ जुन किसिमले तपाईँ छटपटाइरहनुको यो अन्तिम छटपटाहट हो। यदि तपाईँसँग जनताप्रति उत्तरदायी र जनताप्रति सेवा गर्ने चाहना हुनुहुन्थ्यो भने तपाईँले त्यो लगानी जनताको तपाईँको सरकार हुने बेलामा नै निमुखा असहाय अपाङ्ग गरिब निमुखा टुरा बालबालिकाहरूलाई तपाईँले बाँडेको भए के हुन्थ्यो? कति लगानी भयो? बैतडी जिल्लामा कति भयो? अरू जिल्लाहरूमा कति भयो तपाईँहरूका लगानीहरू? गाउँपालिकादेखि लिएर जिल्लादेखि लिएर केन्द्रसम्म तपाईँ अहिलेसम्म नारा जुलुस र विभिन्न किसिमका चाहिँ कोण सभाहरू गर्दैछौ। अहिले लाज लाग्दैन तिमीहरूलाई? हामी सरकारमा थियौँ र जेएनजी ग्रुपले जनताका छोराछोरी, जेएनजी भनेका जनताका छोराछोरी हुन्। जनताले हामीलाई लात्ता हानेर हामीलाई हिर्काएर पठाएको हो र हामीले सोचिनुपर्छ भन्ने कुरामा होइन कि अझै चाहिँ दम्ब र घमण्डको हिसाबले चाहिँ तपाईँ अगाडि बढाइराख्नु भएको छ। तपाईँको यो दम्ब र घमण्डले तपाईँलाई नै सिद्ध्याउने छ भन्ने म चाहिँ तपाईँहरूलाई थ्रिटन दिन चाहन्छु। थ्रिटन नै भन्नुहोस्, थ्रिटन दिन चाहे तपाईँहरूका चाहिने जित अब कहिले पनि हुने छैनन्। यो अन्तिम तपाईँको हुङ्कार हो। अन्तिम हुङ्कारले तपाईँलाई सिद्ध्याउनेवाला छ। तपाईँ सिद्धिनुहुनेछ। तपाईँ सिद्धिसक्नु भएको। तपाईँका झन्डाहरू उल्टा हुँदैछन्। कम्युनिस्टहरूका झन्डाहरू सुल्टा गर्न आएको छैन तपाईँहरूलाई। तपाईँका बोली वचनहरू घमण्ड र चाहिँ एकदमै चाहिँ आक्रोश र विभिन्न किसिमको दम्बीय भावनाले दम्बको भावना मात्रै तपाईँहरूमा सिर्जना भएको छ। त्यही कारणले दम्ब गर्नेहरू जति तपाईँ सिद्धिनु भइसक्नु भएको यो लास्टको आवाज हो तपाईँहरूको चाहिँ अबको। अब चाहिँ तपाईँहरूले धेरै चाहिँ चुरीफुरी नगर्दा हुनुहुन्छ। हस् त है। यदि चुरीफुरी गर्ने हो भने जनताहरूसँग जानुहोस्, जनताका समस्याहरू बुझ्नुहोस्, जनताहरूका पीड मार्काहरू बुझ्नुहोस्। कुन चाहिँ आमाहरूका चाहिँ कोख रित्तिएका छन् तिनीहरूलाई भेट्नुहोस्। कतिजनालाई तपाईँले मार्नुभयो, कतिजनालाई हमला गर्नुभयो, कतिजनालाई जेएनजी साथीहरूलाई तपाईँहरूले घाइते अपाङ्ग बनाउनु भएको छ। तपाईँहरूलाई छुट दिनेवाला छैन। नेपाली जनता एक दिन तपाईँकोलाई लखेटी च्यापी तपाईँका घाँटी निमोठी तपाईँहरूलाई यातना दिनेछ। तपाईँहरूका पापहरू धुरीबाट कराउनेछन्। विचार गर्नुहोस् है।